हेलो गाइज, वेलकम टु मेरो न्यू ब्लग। आज मेरो फर्स्ट ब्लग छ गाइज। हजुरहरू सबैजना हामीहरूलाई सपोर्ट गर्नु होला गाइज। मलाई माथिबाट जानु पर्यो, फेरि यता कुद्नु भयो। कुदेर यो विश्वकर्मा चोकको हालत छ गाइज। धेरै वर्ष भएको थियो। फेरि हामीहरू यताबाट गइरहेको थियो। हामी दुईटैजना गइरहेको थियो। तब यो दाजुले हात देखाउनु भयो, धेरै राम्रो लाग्यो। अब हामीहरू गइरहेको थियो, हामी दुईटैजना। हेर्नु कति पानी छ, यो त चलेर आइरहेको थियो, गइरहेको थियो, जाँदै गइरहेको थियो। यो मेरो फर्स्ट ब्लग छ गाइज, हामी दुईटैजना गइरहेको थियो। सबैजना सपोर्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला। आजको मौसम यति राम्रो थियो, हेर्नु आजको मौसम यति राम्रो थियो विश्वकर्मा चोकको। अहिले विश्वकर्मा चोकमा छु, हामी दुईटैजना विश्वकर्मा चोकमा छु। मौसम धेरै राम्रो थियो। यो केटाले भनिरहेको थियो हाम्रो भिडियो बनाइदिनुको लागि। हेर्नु यो केटा भनिरहेको थियो मेरो भिडियो बनाइदिनुको लागि। हामी दुईटैजना सिटी अफिस गएको थियो, भन्नुभयो आज काम हुँदैन, भोलि आउनुको लागि, बेलुका आउनुको लागि। हामी दुईटैजना सोच्नुभयो कलेज आउनुको लागि, एडमिसन गराउनुको लागि। त्यही यो हामीहरू कलेज आउनुभयो नि, त यस्तो हालत थियो कलेजको, यस्तो हालत छ गाइज। कलेजको बाटोमा यति पानी थियो नि गाइज, यति पानी थियो, धेरै पानी थियो गाइज, धेरै पानी। हामीहरू गइरहेको थियो कलेजमा, धेरै पानी थियो एडमिसन गराउनुको लागि, 12को एडमिसन गराउनुको लागि। वर्षा धेरै भएको थियो, सानै बाबुहरूलाई पनि पढाइ भइरहेको थियो माथि। हेर्नु कति पानी छ, मेरो खुट्टा पनि डुबिरहेको छ, कपडा पनि भिजिरहेको पनि छ। यति वर्षा भएको थियो तब पनि क्लास स्टार्ट थियो गाइज। अब हामीहरू अफिसमा जान्छौँ जहाँ एडमिसन हुन्छ। यो छ हामीहरूको एडमिसन गराउने ठाउँ, अफिस। यहाँ सर पनि थिएन, सानै बाबुहरू थियो। बाहिरमा मौसम धेरै खराब थियो। एडमिसन गराएर हामीहरू घर जाँदैछु। आजको लागि यतिकै, नेक्स्ट ब्लगमा भेट्छु। बाई बाई गाइज।